नमस्कार दर्शक महानुभावहरू, तपाईहरुलाई फेरि स्वागत छ कान्छीको कथाको नयाँ एपिसोडमा। एउटा नेपाली छोरीको सपना, सङ्घर्ष र साहसको यात्रा। आज हामी सँगै छौँ। कान्छीको जीवनको अर्को नयाँ मोड, पहिलो ड्युटीको कथा। तयार हुनु है त कान्छीसँग विदेशको अफिस लाइफ अनुभव गर्नको लागि। नेपालको त्यो सानो गाउँकी कान्छी आज युएईको यो ठुलो सहरको कल सेन्टरमा पहिलोपटक अफिस ड्युटीमा छिन्। बिहानै उठेर युनिफर्म लगाएर हल्का नर्भस तर उत्साहित हुँदै ट्याक्सी चढेकी थिइन्। अफिस पुग्दा आधुनिक बिल्डिङहरू, रिसेप्सनमा मुस्कान दिने सेक्युरिटी अङ्कल अनि हरेक कुरा बिल्कुलै नयाँ लागिरहेको थियो। यत्तिकैमा कसैले अफिसको कार स्वाइप गरेको आवाज आउँछ। गुड मर्निङ कान्छी, वेलकम टु योर फर्स्ट शिफ्ट भनेर सुपरभाइजरले स्वागत गर्दा कान्छीको मुहारमा पनि थोरै मुस्कान आयो। कान्छीले पनि यसै बखत सुपरभाइजरलाई भनिन्, पहिलो दिन हो सर, अलि डर पनि लागिरहेको छ, तर सिक्ने मौका पाएको छु, मेहनत गर्नेछु। आफ्नो सिटमा बसेर कान्छीले कम्प्युटर अन गरिन्, सिस्टम लगइन गरिन् र अफिसको सानो युए झन्डालाई हेरेर मनमनै भनिन्, अब तिमीलाई नै मेरो देश सम्झेर काम गर्नुपर्छ, म काममा तल्लीन हुनुपर्छ। यत्तिकैमा फोन आउँछ कस्टमर केयर सर्भिसबाट। हेलो, आई निड हेल्प विथ माई इन्टरनेट सर्भिस प्लिज। कान्छीले पनि उत्साहित हुँदै मुस्कुराउँदै, स्योर सर, आई विल बी ह्याप्पी टु एसिस्ट यु भनेर भनिदिन्छन्। यसरी कान्छीको पहिलो ड्युटी सुरु भयो। गल्ती पनि भयो होला, तर सुधार गर्दै सिक्दै जाने उनले प्रतिबद्धता गर्दै उनले अफिसको हर दिनलाई आफ्नो सपना नजिक पुर्याउने सिँढी बनाउँदै गइरहेकी छिन्। कान्छीको कथा यहाँ सकिँदैन। अब उसको जिन्दगीमा आउनेछ नयाँ नयाँ मोडहरू, जस्तै नयाँ साथीहरू, नयाँ चुनौती र नयाँ सपनाहरू। अबको भागमा थाहा पाइनेछ के कान्छीलाई अफिसमै साथी मिल्छ कि फेरि सुरु हुन्छ एक्लो यात्राको अर्को पाटो। र एउटा सानो सूचना, यदि तपाईँ विदेशमा हुनुहुन्छ भने, किनमेल गर्ने सोच बनाउँदै हुनुहुन्छ भने टेमु एप तपाईँका लागि एकदम उपयोगी हुन सक्छ। सस्तो, भरपर्दो र ट्रेन्डिङ सामानहरू टेमुमा सजिलै पाइन्छ। तपाईँ टेमुमा सपिङ गर्न चाहनुहुन्छ भने तलको डिस्क्रिप्सनमा दिएको मेरो टेमु लिङ्कबाट एकपटक हेर्नुहोस्। त्यसले मलाई सानो सपोर्ट पनि मिल्छ र तपाईँलाई पनि डिस्काउन्ट पाउनुहुनेछ। थ्याङ्क यू फर सपोर्टिङ।